हेलो गाइस, सबैजनालाई स्वागत छ मेरो भ्लग। आज चाहिँ हामी यहाँनिर टक्क रड चाहिँ पल्टी गर्दैछौँ है। ठुलो गाडीबाट सानो गाडीमा रड पल्टी गरेर हामीले चाहिँ डाँडामा लाने त त्यो माथि डाँडामा टक्क ल। र यो चाहिँ खाडादेवी गाउँपालिका वार्ड नम्बर 3 शीतखाटारको लिफ्टिङ सिँचाइ परियोजनाको काम हुँदैछ। पहिलो ठेकदार भागेर दोस्रो ठेकदारले सामान झारेर यहाँनिर चाहिँ हामी रड पल्टी गर्दैछ हैन। रड पल्टी गर्ने भाइ हो यहाँ, रड टक्क विवेक श्रेष्ठ हाम्रो भेनाजु हो, भेनाजु हैन। बिस्तारी है, बिस्तारी गर केटा, बिस्तारी गर ल। अरू नयाँ नल सल्लाह फोटो बोएर छ यार यो गाडी त, हातमा सल्लाह फोटो लाग्यो। आइचर गाडीले चाहिँ अब हाम्रो कहाँ पुर्याउने त्यो माथि डाँडा पुर्याउने होइन त। यो डाँडा पारी ठ्याक्कै यो डिलको डाँडा पारी, त्यो डाँडा पारी पुर्याउने। अब जोड लगा भाइ, जोड लगा। के छ भएन के छ लो बाजी राख्नु ल। ए हावा ताल गर्छ 50-20 गाछ नि भन्छ। लु त ए दुईजना अरु ठिक हुँदैन नि गाडीलाई लोडै पुगेन हौ। भयो राख्ने कि जाने बान्ने डोरी बान्नु ल। अब सबै अड्ने भयो पो ल हो भन्नु माथि डोरी लाउनु। ए राता मकै सुरुमा अलि झ्याप हालेर ल्यायो भने ठ्याक्कै हुने। एउटै हैन पल्लोमा गर्नु, दुईटामा अहिले फर्स्टचोटि बाने जस्तरी खोल्नु नि त्यो। ट्याक्क लाएर ल बान केटा हो, केटा हो बान ल, छिटो गर्नुपर्छ, जानुपर्छ अब। होइन पछाडि नै बाने थोरै छ कि आधी त भयो अहिको छैन। ल केटाहरूले बानिसक्यो, अब टक्क लाएर गाडी स्टार्ट गर्ने टक्क लाएर ल।